उत्सव सापकोटा र विश्वास लिम्बूको सानो अलिकति परा छ होइन। कसले हेरेँ मैले चाहिँ 2-2 जनाको भर्स हेरेँ। फर्स्टमा चाहिँ लिम्बू दाइले के भनेको छ भन्दा बालेन शाह चाहिँ प्रश्नबाट भाग्यो जस्तो लाग्यो, यस्तो हुनु हुँदैन, अब त्यो भेन्यू पनि कत्रो महँगो खोजेको, त्यत्रो 5 स्टार खोज्नु नपर्ने, अनि टेस्लामा आउने होइन, त्यो साह्रै भएन भनेर भनेको छ। अनि त्यो कुरालाई चाहिँ अनि त्यसपछि सापकोटा अब हुन चाहिँ कमेडियन उसले चाहिँ अनि टेस्लामा एउटा टेस्ला होइन 10वटा टेस्लामा आउँछ, इन्डस्ट्रीको मान्छे पैसा छ उसँग गर्छ नि, अनि टुरी खेलमा गर्ने कार्यक्रम भन्ने खालको कुरा छ। हेर म आफै राष्ट्रपाको समर्थक हो, तर त्यो 5 तारे होटलमा गरेको काम मलाई मन परेको छैन होइन। कुनै अर्को भेन्यू खोजिनु पर्थ्यो ताकि मान्छेको सिम्प्याथी पाओस् होइन, किनकि अहिले सुरुमै सरकारै बनाएको छैन, अहिले नै त्यो बेइज्जत हुने काम गर्नु हुँदैन थियो। अनि उत्सव सापकोटा भनेर चाहिँ खास पनि कमेडियन हो, कमेडी नै गरेको राम्रो के होइन। आएर चाहिँ अनि लिम्बू दाइले के प्रश्न सोध्न नपाउने भने, आफ्नो विचारै राख्न नपाउने भने, त्यस्तो नै हुन्छ। झोले भनेको त अनि झोले भइहाल्यो नि, राष्ट्रसभाको झोले भएन हामीहरू। त्यसपछि प्रश्न सोध्नुपर्छ, राष्ट्रपाललाई पनि प्रश्न सोध्नुपर्छ, बालेनलाई सोध्नुपर्छ, रविलाई प्रश्न सोध्नुपर्छ। प्रश्नबाट चाहिँ भाग्ने अनि यस्ता मादर कुली झोलेहरू हुन खोज्ने अनि म त मन पर्दैन है। उत्सव कमेडियन एज अ कमेडियन एकदम बबाल, मलाई मनपर्ने मान्छे हो, तर यसरी चाहिँ त्यो विश्वास लिम्बूलाई थर्काएको चाहिँ मलाई मन परेन। के सोचेको छ, जे पनि गर्ने होइन। हिजो चाहिँ त्यही चाहिँ पानीको बोतल चाहिँ 15 रुपियाँको बोतल 30 रुपियाँमा बुढी आमाहरूले बेच्दाखेरि चाहिँ आशिका तमाएर यहाँ दिने, अनि आज चाहिँ त्यो 5 स्टार होटलमा पानी खाँदाखेरि अनि मान्छेहरूले यही प्रवृत्तिको विरुद्धमा भोट हाल्यो भने त, भोट त यस्तै छ्याप हालेको भनेको त यही प्रवृत्तिको विरोध गरेर भोट हाल्यो भने त। एमाले काङ्ग्रेसले यस्तो गरे, हामी यस्तो चाहँदैनौँ भनेर भोट हाले होइन। अनि आज चाहिँ जे पनि बजार त ताउने यस्तो उस्तो। मलाई सुन्तलाहरू चाहिँ अनि त्यो उसमा यसमा राखेर चाहिँ कमेडी गरे जस्तो होइन नि त भाइ उत्सव होइन। यो कुराहरू भनेको सिरियस कुरा हो क्या।